पछिल्लो समय नेपालमा एलपी ग्यासको अभाव भयो भन्ने कुराले निकै चर्चा पाएको छ हैन त। यसले धेरैलाई चिन्तित पनि बनाएको छ। तर के यो हल्ला मात्र हो कि साँच्चै अभाव भएको हो? आउनुहोस् आज हामी यही विषयको गहिराईमा पुगेर वास्तविक तथ्य के हो त्यो केलाउँ। त्यसो भए सबैभन्दा महत्त्वपूर्ण र सबैको मनमा उठेको प्रश्नबाटै सुरु गरौँ। के काठमाडौँ उपत्यकामा साँच्चीकै ग्यासको अभाव भएको हो त? खासमा यो सबै कुरा सुरु भयो केही पत्रपत्रिका र अनलाइन समाचारहरूबाट। त्यहाँ काठमाडौँमा ग्यास पाइन छोड्यो, अभाव भयो भनेर लगातार समाचारहरू आए। अनि स्वाभाविक हो, यस्तो खबरले उपभोक्ताहरूमा एक किसिमको डर पैदा भइहाल्छ। तर यस्तो हल्लाको पछि लाग्नुभन्दा सिधै आधिकारिक निकाय अर्थात् नेपाल आयल निगमले चाहिँ के भन्छ त त्यो सुन्नु महत्त्वपूर्ण हुन्छ। ल उनीहरूको भनाइ के रहेछ हेरौँ। नेपाल आयल निगमको भनाइ एकदमै स्पष्ट छ। उनीहरू भन्छन् बजारमा ग्यासको कुनै पनि अभाव छैन, बरु जाडोयाममा बढ्ने मागलाई धान्न सक्ने गरी पर्याप्त ग्यास नियमित रूपमा आयात भइरहेको छ। यो एक किसिमको आश्वासन हो। ल निगमको कुरा त सुन्यो, तर के तथ्याङ्कले पनि यही कुरालाई समर्थन गर्छ त? किनभने कुरा मात्र होइन, अङ्कहरूले के देखाउँछ त्यो पनि हेर्नुपर्छ। अब आयात र मागको वास्तविक अवस्था कस्तो छ त्यो हेरौँ। सबैभन्दा पहिला नेपालले हरेक महिना कति ग्यास आयात गर्न पाउँछ भन्ने बुझौँ। इन्डियन आयल कर्पोरेसनबाट नेपालले पाउने मासिक कोटा भनेको 49,500 मेट्रिक टन हो। हाम्रो आपूर्ति यही कोटामा आधारित छ। अब यो चार्टले त झन् छर्लङ्ग पार्छ। यहाँ हेर्नुहोस् त, पछिल्लो 3 महिना नोभेम्बर, डिसेम्बर र जनवरीमा भएको आयात तीनवटै महिनामा आयात लगभग तोकिएको कोटाको नजिक छ। यसको सिधा मतलब हो आयातमा कुनै कमी आएकै छैन। र निगमले के पनि पुष्टि गरेको छ भने आयात भइरहेको यो परिमाणले जाडोयाममा बढ्ने मागलाई पनि सजिलैसँग धान्न सक्छ। मतलब राष्ट्रिय स्तरमा हेर्ने हो भने ग्यास आपूर्तिमा खासमा कुनै समस्या नै देखिँदैन। अब यहाँनिर एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ। यदि देशैभरिलाई पुग्ने ग्यास आइरहेको छ भने केही उपभोक्ताहरूले चाहिँ किन ग्यास पाएनन् त? आखिर समस्या कहाँनिर भयो? ल अब वास्तविक समस्या के रहेछ र त्यसको समाधानका लागि के प्रयासहरू भइरहेका छन् त्यो बुझौँ। किनभने यो समस्या राष्ट्रव्यापी भन्दा पनि एकदमै स्थानीय र व्यवस्थापकीय देखिन्छ। खासमा समस्या समग्र ग्यास आपूर्तिमा होइन, समस्या केही निश्चित ग्यास बोटलिङ उद्योगहरूको वितरणमा देखिएको अस्थायी अवरोध हो। भन्नुको मतलब सबै कम्पनीको ग्यास अभाव भएको होइन, केही सीमित ब्रान्डका सिलिन्डर पाउन मात्रै गाह्रो भएको हो। यो समस्या समाधान गर्न निगमले तुरन्तै 2वटा ठोस कदम चालिसकेको छ। पहिलो, जुन उद्योगको वितरणमा समस्या देखिएको हो उनीहरूलाई तुरन्त आपूर्ति सहज बनाउन निर्देशन दिएको छ। र दोस्रो, आउँदो चुनावलाई समेत विचार गरेर फेब्रुअरी महिनाका लागि थप 2000 मेट्रिक टन ग्यास आयात गर्ने व्यवस्था मिलाइएको छ। त्यसो भए यो सबै कुरा बुझिसकेपछि हामी जस्ता उपभोक्ताले चाहिँ के गर्ने त? हाम्रो भूमिका के हुन्छ? निगमको अनुरोध एकदमै सरल छ। कृपया नआत्त्यौँ र आवश्यकताभन्दा बढी ग्यास किनेर घरमा नथुपारौँ। यसो गर्दा बजारमा कृत्रिम अभाव सिर्जना हुन्छ र जसलाई साँच्चै आवश्यक छ उनीहरूले पनि पाउँदैनन्। त्यसैले जति आवश्यक छ त्यति मात्र खरिद गरौँ। खैर, अहिलेको तत्कालको समस्या त समाधान हुने बाटोमा छ। तर यो पुरै घटनाले हामीलाई एउटा अलिक गम्भीर र ठूलो प्रश्न सोच्न बाध्य बनाउँछ। पूर्ण रूपमा आयातमा निर्भर हाम्रो ऊर्जा आपूर्ति प्रणाली आखिर कतिको दिगो छ? सायद अब यो विषयमा गम्भीर भएर सोच्ने र बहस गर्ने बेला आएको छ।